हेलो गाइस, सबैलाई नमस्ते। म फेरि पनि आइसकेको छु हैन। म किन आएको हो भनेपछि अहिले चाहिँ हाल जापानमा सुसाइडको कन्टेन्ट एकदम चलिरहेको छ है। सुसाइड चलिरहेको छ हैन। सो त्यही भएर तपाईहरु भर्खर आउनु भएको र आउने प्लानिङ गर्दै रहनु भएको भाइ बहिनीहरु या साथीभाइहरुलाई म के भन्न चाहन्छु भनेपछि तपाई यदि आइसकेको हुनुहुन्छ, काम पाउनु भएको छैन भने नआत्तिनु है। हरेक कुराहरु म्यानेज हुँदै जाने हो। सबै मान्छे चिन्दै गर्नु, स्कुलको टिचरलाई इन्फर्म गर्नु होला हैन, कामको लागि हैन, सेवाईको लागि हैन। कुनै गएकोले पनि एउटा काम त खोजिदिरा हुन्छ। सो यदि पनि एउटा काम पनि खोजिरहेको छैन भनेपछि त्यहाँ स्कुलमा पढ्ने सेन्पाईहरुसँग कन्ट्याक्ट गर्नु होला। आफूभन्दा सिनियरको छ हैन, एकदम राम्रो बोली नरम बोली गरेर बोल्नु होला। किनकि आफ्नै लागि हो, काम पाइयो हैन, आफूलाई राम्रो हुन्छ भनेको दुई चार शब्द राम्रो बोल्दैमा त्यस्तो केही खेर जाँदैन। सो हैन, मजाले रेस्पेक्ट गर्नु होला। र त्यही भन्न चाहन्छु आइरहेको भाइ बहिनीहरुलाई चाहिँ राम्रोसँग काम खोजेर हैन, नआत्तिनु। बिस्तारै सबै कुरा ठिक हुन्छ। अहिलेको फेरि काम पाउन पनि एकदम गाह्रो छ हैन, स्टुडेन्टहरु धेरै छ। सो त्यही भएर चाहिँ थोरै समस्या छ। त्यही भएर चाहिँ भाषा पनि आउँदैन है, त्यही भएर पनि थोरै टेन्सन हुन्छ। सो त्यही भएर नआत्तिनु होला। अनि घरमा चाहिँ कन्भिन्स गर्दै गर्नु होला, काम पाएको छैन मैले हैन। सो थोरै गाह्रो छ अनि हैन, त्यो भन्नु होला। त्यसो नराम्रो डिसिजन लिने काम चाहिँ त्यसो नगर्नु होला। किनकि 14-15 लाख रुपैयाँ त म्याक्सिमम ऋणै भइसकेको हुन्छ हैन। मानौँ यदि ऋणमा आएकोहरू म्याक्सिमम ऋणमै आउँछ हैन। सो त्यसमा पनि 1-2 लाख रुपैयाँ बढी हुँदैमा नि के हुन्छ र क्या। सो त्यही भएर यदि पैसा पुगेन भने कसै माग्नु होला। साथीभाइ राम्रो छ भने साथीभाइको सपोर्ट लिनु होला हैन। त्यही भएर बिस्तारै नआत्तिएर आफ्नो जीवन अगाडि बढाउने ट्राई गर्नु होला। र अब आउँदै गरेको भाइ बहिनीहरूलाई के भन्छु भनेपछि क्या, तपाईहरु आउनुभन्दा पहिला घरमा तपाईले एकदम राम्रो कुरा गर्नु होला कि हैन। कामको अलि कन्डिसन जापानमा एकदमै गाह्रो छ हैन। सो तपाईहरु अब कुन ठाउँ जानुहुन्छ, के ठाउँ जानुहुन्छ, जहाँ भयो भने तपाईँ चाहिने भाषा हो है। त्यही भएर कामको कन्डिसन पनि गाह्रो छ, भाषा पनि तपाईले पढ्नु भएन भने झन् डबल गाह्रो हुनसक्छ क्या। सो त्यही भएर तपाईहरु आउनुभन्दा पहिला घर फ्यामिलीलाई हैन, काम पाइँदैन तपाईहरु, मैले काम पाएन भने तपाईहरुले फेरि पनि पैसा पठाउन सक्नुहुन्छ हैन। हुन्छ नि एउटा कुरो, त्यो तरिकाले चाहिँ तपाईँ आउनु होला क्या हैन। म जापान आइसकेँ, अब घरमा पैसा मागेपछि त मलाई त यार मेरो त के रह्यो त जापान आएको भन्ने तरिकाले चाहिँ तपाईँ नबस्नु होला है। त्यस्तो कन्डिसन छ भनेपछि घरमा हुन्छ नि कुरा गरेर, ल यस्तो काम पाएन, पैसा पनि सकियो, मलाई हाल्नु पऱ्यो पैसा भन्नु हैन। त्यसरी चाहिँ तपाईहरुलाई त्यस्तो गर्दा राम्रो हुन्छ जस्तो लाग्छ क्या। अब तपाईले अब त्यो गर्नु भएन, म त अब सक्दैन, जिन्दगी हारिसकेँ भन्ने तरिकाले नजानु होला। हामी किनकि केटा मान्छे हो हैन, चाहे केटी मान्छे हो, केही गर्नलाई आएको हो नि त, बाबुआमाको खुसी देख्नलाई आएको हो नि त। तपाईहरुले नराम्रो डिसिजन लिनुभयो बाबुआमालाई हैन, तपाईले नराम्रो डिसिजन लिनुभयो भने बाबुआमालाई त झन् खुसी हुने कुरै भएन नि त। बरु चाहिँ के हो हैन, बरु चाहिँ यस्तो हो उस्तो हो भनेर कन्भिन्स गरेर हैन, तपाईले चाहिँ घरमा कुरा गरेर तपाईहरुले हैन के गर्न सक्नुहुन्छ क्या। सो त्यही भएर नराम्रो डिसिजन लगेर तपाईहरु हैन आफू त जानुहुन्छ। सो फ्यामिलीलाई कति पीडा हुन्छ, त्यही माथि निर्णय लिनु भनेको न बाबुआमाले देख्न पाउँछ न के गर्न पाउँछ हैन। सो त्यही भएर एकदम समस्या हुन्छ। तपाईहरु आफै बुझेर नै आउने ट्राई गर्नु होला हैन। आएकोहरूलाई चाहिँ त्यही सबै कुराहरु बुझ्नु होला। किनकि यताउता मान्छे चिन्ने, सब काम खोज्ने, हल्का टाढो बाटो हुनु होला के। सो त्यही भन्न चाहन्छु, आउनेहरू चाहिँ भाषा बनाएर हैन आउनै चाहनुहुन्छ भने कमजोर मान्छे चाहिँ एकदम सानो कुरामा हुने मान्छे चाहिँ नआउनु होला। जापानमा एकदम गाह्रो छ। हल्का हुन्छ नि, जस्तो भयो नि गर्छु भन्ने तरिकाले एकदम 8-7 भएको हुन्छ नि, त्यो मान्छे मात्रै आउनु होला कि त्यस्तोको हुन्छ नि। आइसकेपछि जापान धेरै फरक छ, एकदम धेरै फरक छ। कसरी फरक छ भने तपाईहरु भर्खर अहिले 12 दिएर हैन, 12 दिएर पास नहुँदा बित्तिकै तपाईँ भाषा पढ्न लाग्नुहुन्छ, तपाईको डकुमेन्ट आउँछ अनि सिधै तपाईँ जापान आउनुहुन्छ। तपाईले नेपालमा न काम गर्नुभएको हुन्छ न के गर्नुभएको हुन्छ। यहाँ आउँदाखेरि 8 घन्टा काम, 4 घन्टा क्लास प्लस हैन, यताउता गर्दै सुत्ने टाइम, हरेक कुराहरू नभएपछि तपाईहरु तनाव त भइहाल्छ नि हैन। सो त्यही भएर तपाईहरु आउनुभन्दा पहिला एकदम जस्तो सुकै काम भयो नि गर्छु हैन। म चाहिँ हुन्छ नि एउटा कुरो, फ्युचर आउँदा बित्तिकै तपाईसँग पैसा धेरै हुने, आउँदा बित्तिकै सोचेको पुरा हुने होइन हैन। हरेक लाइफमा पनि त्यो तपाईँलाई थाहा छ नि त जिन्दगीमा। किनकि बिस्तारै सबै कुरा राम्रै हुँदै जाने हो। तपाईँ सानो हुनुहुन्छ, एकैचोटि ठुलो होइन नि त, बिस्तारै लेभल अप हुने हो नि त। सो तपाईँहरू चाहिँ
म जापान जाने बित्तिकै सबै कुराहरू ठिक हुन्छ भनेर चाहिँ होइन है, आउनु होला। त्यसपछि आइसकेपछि बिस्तारै तपाईँको 2 वर्षको निहुङ्गाको पढ्नु पऱ्यो, 2 वर्षको सेर्मन पढ्नु पऱ्यो होइन, त्यसपछि वर्किङ लाग्छ। सो तपाईँ बिस्तारै लेभल अप हुँदै जाने हो। जापानले हरेक कुराहरू सिकाउँदै जान्छ होइन। तपाईँ त्यही भएर नआत्तिनु होला, आउनु होला। आए पनि है भाषा राम्रो बनाएर एकदम मास्टर माइन्ड भएर आउनु होला कि एकदम कडा भएर आउनु होला। सानो दिमाग होइन, दिमागलाई एकदम अनि बलियो बनाएर आउनु होला भन्न चाहन्छु है। त्यही भएर तपाईँहरू भाषा चाहिँ राम्रो पढ्नु होला। अहिले फेरि जापान आउने लस्करै छ क्या, खाडी मुलुक जस्तो छ नि त, सर भिजा एकैचोटि दिइहाल्छ जापानले होइन। सो त्यही भएर अब आफै थाहा छ नि त, धेरै छ क्या अहिलेको नेपालीहरू हरेक देशमा धेरै आइरहेको छ। त्यही भएर तपाईँहरू चाहिँ एकदम आफै बलियो भएर आउनु होला। काम पाउनु गाह्रो छ केही समय होइन, पैसा सकिन्छ, पैसा पनि होइन धेरै हुँदैन। सो त्यही भएर चाहिँ तपाईँहरू एकदम आउने सोचमा हुनुहुन्छ भने एकदम बलियो तरिकाले आउनु होला है। किनकि पछि सुसाइड गर्यो यो यहाँ यस्तो उस्तो भन्ने तरिका सुन्नु नपरोस् क्या, त्यो राम्रो कुरा होइन है। जसम्म ल तपाईँहरू होइन। त्यही भएर ल ठिक छ, यति भन्दै म चाहिँ बिदा हुन्छु। तपाईँहरू भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। ल सब्सक्राइब गर्नु नभुल्नु होला। फेरि यस्तै भिडियोहरू तपाईँको सामु ल्याएर आउनेछौँ होइन। मनोबल कम नगर्नु होला, एकदम बलियो भएर जस्तो सुकै काम पनि मजाले गर्ने हो। नेपालीको छोरा छोरी भइसकेपछि डराउनु पर्छ भन्ने छैन है त। सो त्यही भएर तपाईँहरू एकदम बलियो भएर आउनु होला। यति भन्दै म छुट्टिन्छु। हस्त नमस्ते, थ्याङ्क यू, बाई बाई, टेक केयर।